अब तोपथुम्की र रहस्यमय सप्तकन्या गुफा घुम्न बाँकी नै छ हाम्रो। हामी चिउरी भन्ज्याङबाट शाखा बाटो लिएर उचाइ चढ्यौँ। यस मार्गले तोपथुम्की पुर्याउनेछ। तल चिउरी भन्ज्याङबाट करिब 10 मिनट जति माथि उकालो बाटो आइसकेपछि मोटरसाइकल यहाँ राखेपछि हामीले एउटा प्रवेशद्वार देख्न सक्छौँ। यो प्रवेशद्वार चाहिँ माथि तोपथुम्कीको लागि जाने सिँढी मार्गको निमित्त हो। यो स्थान चाहिँ धरानसँग नजिकै भएको स्थान पनि हो। यहाँदेखि यतापट्टिको भूभागहरू धरान उपमहानगरपालिकाको स्थानहरू पनि पर्दछन् भने हामी जाने तोपथुम्की अब केही उचाइमा छ भने त्यो चाहिँ फेरि केराबारी गाउँपालिकाकै स्थानको रूपमा रहेको छ। तोपथुम्कीको प्रवेशद्वार निकै गजब तवरले बनाइएको छ। आकर्षक देखिन्छ यो स्थान। माथि उक्लन सिमेन्टेड सिँढी मार्ग छ। धरानतर्फबाट धेरै पर्यटकहरू यता घुम्न आउँछन् पनि। डाँडाको शिर यसरी टुङ्गिएको छ। माथि पुगेपछि अचानक जमिन चक्किएर यसरी भिर बनेको छ, जसकारण यहाँबाट परपरसम्मको दृश्य अवलोकन गर्न सकिन्छ। हामी अहिले ऐतिहासिक तोपथुम्की भन्ने स्थानमा छौँ। तोपथुम्की केराबारी गाउँपालिका अन्तर्गत पर्ने एउटा चुरे क्षेत्रमा पर्ने उचाइको भाग पनि हो। समुद्री सतहबाट करिब 1450 मिटरको उचाइमा रहेको तोपथुम्कीको एउटा ठुलो ऐतिहासिक महत्त्व पनि रहिआएको छ। पहिले नेपालमा 3वटा पूर्वीय राज्यहरू पर्ने गर्थे, एकीकरण पूर्व, जसमा चाहिँ मकवानपुर, चौदण्डीगढी र विजयपुर राज्य पर्दथ्यो। विजयपुर राज्य अन्तर्गतको यो स्थानमा चाहिँ त्यतिखेर विजयपुरले नै शासन गर्थ्यो र त्यही बखत चाहिँ पृथ्वीनारायण शाहको फौज चाहिँ अगाडि चाहिँ आक्रमण गर्दै आउने क्रममा चाहिँ यहाँनिर चाहिँ तोप राखेर विजयपुरले चाहिँ आक्रमणको चाहिँ प्रतिकार गरेको भन्ने इतिहासहरू पनि सुनिन्छ भने यसै स्थानमा चाहिँ नेपाल अङ्ग्रेज युद्ध हुँदा पछि चाहिँ फेरि यहाँ तोप राखेर चाहिँ एउटा किल्लाको रूपमा चाहिँ स्थापित गरिएको भन्ने पनि स्थानीयवासीहरूको भनाइ छ। यो सम्बन्धी थप हामी जानकारी यहाँको वडा सदस्यज्यूबाट पनि लिनेछौँ र यो वरिपरिको मनोमोहक दृश्यमा रमाउने पनि छौँ। यो ठाउँ अहिले हामी जहाँ छौँ यो चाहिँ तोपथुम्की केराबारी 4मा अवस्थित छ। एकदमै ऐतिहासिक स्थान अनि पर्यटकीय अत्यन्तै उच्च सम्भावना बोकेको स्थान रहेको छ। यो हामीले इतिहासमा हेर्दै जाँदाखेरि नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले एकीकरण गर्दै आउँदाखेरि पृथ्वीनारायण शाहको सेनाहरू अगाडि बढिराख्दा विजयपुर राज्यको चाहिँ सेनाहरूसँग चाहिँ यहाँ द्वन्द्व पर्ने क्रममा विजयपुर राज्यको सेनाहरूले चाहिँ यहाँदेखि तोप पड्काएको कुरा हामी इतिहासमा पाउँछौँ भने अर्को कुरा चाहिँ फेरि नेपाल र अङ्ग्रेज बिचको द्वन्द्वमा पनि यहाँ चाहिँ नेपालको तर्फदेखि चाहिँ तोप पड्काएको हामी कुरा पाउँदछौँ। किनभने यो चाहिँ उच्च स्थानमा भएको हुनाले यहाँदेखि चाहिँ तोप पड्काएको हामीले इतिहासमा देख्दछौँ। यो तोपथुम्की चाहिँ समुद्री सतहदेखि 1450 हाइटमा भएको हुनाले यहाँदेखि तपाईँको धरानलाई एकदमै प्रष्टसँग अवलोकन गर्न सकिन्छ, देख्न सकिन्छ। त्यसै गरी शक्तिशाली एरिया इटरी, लेटाङ र केराबारी अनि त्यस भएको कारणले तोप यो चाहिँ एउटा उचाइमा भएको कारणले यहाँदेखि सबैतिर निगरानी राख्नु नै सजिलो हुने भएको कारणले चाहिँ यहाँ तोप राखिएको इतिहासमा हामी पाउँदछौँ। तपाईँहरू पनि आएर यहाँ घुमेर चाहिँ पर्यटकीय सुन्दरता एउटा प्रकृतिको मनोरञ्जन तपाईँले लिन सक्नुहुनेछ। तोपथुम्की ऐतिहासिक रूपमा मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ। अहिले मौसम बिग्रिएर दृश्य स्पष्ट छैन, तुवालोमय छ वातावरण। नत्र यहाँबाट दक्षिणमा धरान र विभिन्न गाउँ बस्तीका सुन्दर दृश्यहरू निहाल्न सकिन्छ। समुद्री सतहभन्दा 1450 मिटर उचाइमा रहेकोले मौसम चिसो रहन्छ। यता तल तराईमा गर्मी बढ्दा यहाँ आएर गर्मी छल्न सकिन्छ। युद्धका निम्ति पहिले उचाइको यस्तो स्थान रोजिन्थ्यो जहाँबाट चारैतिर निगरानी राख्न सकिन्छ।